हेलो नमस्ते सबैजनालाई आम ब्याक विथ अनदर एपिसोड। अनि तपाईँहरू चाहिँ विकेन्डमा चिल गर्दै हुनुहुन्छ होला, रमाइलो गर्दै हुनुहुन्छ होला। तर मैले चाहिँ एउटा दामी भिडियो बनाउँ न त होइन, एउटा इन्फर्मेसनल भिडियो कसैलाई हेल्प हुनसक्छ भनेर चाहिँ मलाई आइडिया चाहिँ आयो एउटा। अनि ल बनाइदिउँ न त, रेकर्ड गरिदिउँ न त एउटा भिडियो भनेर। अनि मलाई थट्सहरू छ, त्यो चाहिँ म एक्सप्रेस गर्ने डिसाइड गरेँ आज मैले होइन। अनि आजको टपिक चाहिँ तपाईँ करियर स्टार्ट गर्दै हुनुहुन्छ भने सफ्टवेयर डेभलपमेन्टमा कसरी चुज गर्ने, कुन चाहिँ कम्पनीमा काम गर्दा ठिक होइन, स्टार्टअपमा काम गर्दा ठिक कि होइन, बिग कम्पनीजमा काम गर्दा ठिक कि के गर्दा चाहिँ ठिक हुन्छ होला भन्ने तपाईँको डिस्कसन चल्छ होला। कहाँ जाउँ, के गरौँ होइन। बिग कम्पनीजमा अलिकति इन्टरभ्यू टफ नै हुन्छ होइन, स्टार्टअपमा चाहिँ टक्क पाइ नै हाल्छ। ला मैले स्टार्टअपमा गयो भने त धेरै कुरा मिस गर्छु कि क्या हो, बर्बाद हुन्छ क्या मेरो फ्युचर भन्ने क्वेसन्सहरू त्यस्तोहरू आउनु चाहिँ स्वाभाविकै हो होइन, आउँछ, स्टिल पनि आउँछ होइन। अनि तपाईँसँग म चाहिँ के सजेस्ट गर्छु भने तपाईँ अर्ली स्टार्टर हुनुहुन्छ भने चाहिँ तपाईँले जे पाउनुहुन्छ, तपाईँ अहिलेसम्म केही गर्नु भएको छैन, तपाईँलाई प्रोफेसनल एक्सपिरियन्स छैन भनेपछि अर्ली स्टार्टरहरूलाई चाहिँ म त जे पनि गर्नुहोस् भन्छु। तपाईँले जे गरे पनि हुन्छ, आफ्नो इन्डस्ट्री रिलेटेड जे गर्दा नि हुन्छ। तपाईँले एउटा वर्किङ कल्चर थाहा पाउनुहुन्छ, एक्सपिरियन्स थाहा पाउनुहुन्छ। सधैँ तपाईँले चाहेको कुरा चाहिँ गेन गर्ने नहुनसक्छ होइन, तर तपाईँले एक्सप्लोर गर्दा हुन्छ है, आफूलाई एक्सप्लोर गर्दा हुन्छ। तपाईँ अर्ली स्टार्टर हुनुहुन्छ भने चाहिँ होइन भनेपछि चाहिँ हामी डिस्कस गर्छौँ यो भिडियोमा। मैले पहिला आफ्नो जर्नीबाट, मेरो एक्सपिरियन्सबाट स्टार्ट गर्छु होइन। मेरो एक्सपिरियन्स चाहिँ मैले कसरी स्टार्ट गरेँ भन्दाखेरि मैले सुरुमा चाहिँ फ्रिलान्सिङ गरेको होइन, अहिले 2013मा। अनि त्यसपछि 2014को डिसेम्बरतिर होला सायद मैले एउटा स्टार्टअप जस्तो कम्पनीमा चाहिँ 3 मन्थ्स जति एन्ड्रोइड डेभलपमेन्ट गर्न थालेँ। अनि त्यसपछि 3 मन्थ्स पछि चाहिँ म ठुलो कम्पनीमा गएँ होइन। अनि लिपफ्रगमा काम गर्न थालेँ। लिपफ्रगमा काम गरेपछि अनि त्यसपछि म अरू कम्पनीजहरूमा पनि काम गरेँ होइन। अनि त्यसपछि इन्टरनेसनल एक्सपिरियन्स पनि मैले लिएँ होइन। अनि त्यसपछि फेरि ब्याक टु बिचमा फेरि मेरो स्टार्टअप पनि भयो। बिचमा कस्तो भयो भन्दाखेरि बिग कम्पनीज, त्यसपछि स्टार्टअप, त्यसपछि बिग कम्पनीज, फेरि स्टार्टअप, त्यसपछि बिग कम्पनीमा मेरो जर्नी चाहिँ त्यस्तो छ होइन। अनि त्यो गर्दाखेरि चाहिँ मैले एक्सपिरियन्स गरेको कुराहरू चाहिँ म तपाईँलाई सेयर गर्छु होइन। जस्तो अब तपाईँको स्टार्टअपमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँले चाहिँ धेरै कुराहरू चाहिँ एक्सप्लोर गर्न पाउनुहुन्छ क्या। त्यहाँ चाहिँ धेरै मान्छे नहुनसक्छ, तपाईँलाई हेल्प गर्ने हुन्छ नि, कुनै तपाईँलाई मेन्टरसिप गर्ने मान्छे चाहिँ नहुनसक्छ होइन। नहुला भन्ने चाहिँ हुँदैन, तपाईँ एउटा मात्रै, एकजना मात्रै हुनुहुन्छ भने चाहिँ प्रब्लम हो, तर त्यो टिम त भइ नै हाल्छ होइन। अनि कस्तो तरिकाले चाहिँ स्टार्टअप फर्म भएको छ त्यसमा पनि डिपेन्ड गर्छ होइन। तपाईँको टिमको स्ट्रक्चर चाहिँ के छ भनेर कस्तो पनि हुन्छ भन्दाखेरि कुनै सिनारियोमा बिग कम्पनीजमा काम गरेको मान्छेहरूलाई हायर गरेको पनि हुन्छ होइन। अनि त्यस्तो केसमा चाहिँ तपाईँले हुन्छ नि लर्न गर्नुहुन्छ, तपाईँलाई मेन्टर भेटि नै हाल्छ। तर तपाईँ एक्लै नै हो भनेपछि त्यो स्टार्टअपमा हुन्छ नि, तपाईँ साथीहरू मिलेर खोल्नुभयो अथवा कुनै आइडिया आएर गरौँ भन्नुभयो भने चाहिँ च्यालेन्ज हुनसक्छ होइन। तपाईँले लर्न त एकदम ऱ्यापिड पेसमा हुन्छ होइन। तपाईँले के गर्नु सक्नुहुन्छ भने तपाईँ लर्निङ चाहिँ एकदमै ऱ्यापिड हुन्छ होइन। तपाईँले सबै कुराहरू गर्नुपर्ने हुन्छ होइन। प्रडक्ट डेभलपमेन्टदेखि लिएर डिप्लोइमेन्टदेखि लिएर हुन्छ, कस्टमरसँग डिल गर्नेदेखि लिएर हुन्छ नि होइन। कहिले कसो अब हुन्छ नि बिजनेस रिक्वायरमेन्ट्सहरू पनि तपाईँले आफैले बिल्ड गर्नुपर्ने हुनसक्छ होइन। अनि धेरै कुराहरू छ होइन। मैले स्टार्टअपमा सिकेको भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ कसरी एउटा जिरोबाट स्टार्ट गर्ने केही कुरालाई होइन। त्यो हुन्छ नि तपाईँलाई त्यो एनर्जी क्या, त्यो एउटा एक्सपिरियन्स हुन्छ नि। जिरोबाट तपाईँले बिस्तारै ग्रो भएको चिज चाहिँ देख्नुभयो क्या। जस्तो तपाईँले कुनै एउटा प्लान्ट राख्नु भएको छ भने त्यसको ग्रोथ हेर्दाखेरि तपाईँलाई एकदम खुसी लाग्छ नि। कुनै तपाईँको पेट्सहरू छ भनेपछि त्यसको ग्रोथ हेर्दाखेरि तपाईँलाई एकदम खुसी लाग्छ नि। तपाईँले गरेको टाइम स्पेन्ड गरेको, इन्भेस्ट गरेको होइन, त्यसलाई माया गरेको त्यो एउटा कनेक्सन हुन्छ नि। स्टार्टअपमा चाहिँ त्यो हुन्छ, किनभने तपाईँले डिरेक्टली बिजनेस ओनर्सहरूसँग हुन्छ नि, तपाईँको हुन्छ नि एक्जिक्युटिभ मान्छेहरूसँग, कस्टमरसँग तपाईँको डिरेक्ट कनेक्सन हुन्छ। अनि त्यो हुने बित्तिकै तपाईँसँग अट्याचमेन्ट पनि एकदम धेरै हुन्छ होइन है। अनि तपाईँले हुन्छ नि तपाईँको लर्निङ त्यो हुन्छ नि, ल मैले जे पनि ब्रेक गरिदिन्छु भन्ने त्यो एउटा एनर्जी हुन्छ नि, त्यो एकदम ऱ्यापिड पेसको एनर्जी क्या। बवाल गरिदिउँ न, ल गरिदिउँ, सिधाइदिउँ, आज नै सकाइदिउँ भन्ने त्यो हुन्छ नि एउटा एनर्जी क्या, भाइब हुन्छ नि। स्टार्टअपमा त्यो चाहिँ एकदमै बवाल हुन्छ कि होइन। मैले एक्सपिरियन्स गरेको होइन, तपाईँको केसमा चाहिँ नहुनसक्छ होइन, तपाईँहरूलाई खत्तम स्टार्टअप पनि पर्न सक्छ होइन। तर मेरो केसमा चाहिँ के थियो भन्दाखेरि मेरो जर्नीमा
रमाइलो थियो एकदमै हुन्छ नि ऱ्यापिड पेसमा चाहिँ डेभलपमेन्ट गर्ने होइन ल गरिदिउँ न सकाइदिउँ न यो भन्ने अनि लर्निङहरू एभ्री डे लर्निङ हुने होइन नयाँ कुराहरू सिक्ने होइन अनि त्यसपछि ल डिप्लोइमेन्ट पनि आफै गरेछ बिल पनि आफै गरेछ होइन कस्टमरको इस्युहरू पनि आफै डिल गरेछ होइन जस एउटा हुन्छ नि तपाईँको बिजनेस पिपुलसँग पनि डिरेक्ट कनेक्सन भयो कस्टमरसँग पनि तपाईँको कनेक्सन एट्याचमेन्ट भयो होइन अनि त्यसपछि ओके ल मैले केही कुरा गरिरहेको छु नि त होइन भन्ने टाइपको तपाईँलाई प्रब्लम सल्भ गर्ने त्यो हुन्छ नि ऱ्यापिड पेसमा स्कार्सिटीमा त्यो हुन्छ नि प्रम्प्टनेस चाहिँ मजाले सिकाइदिन्छ त्यो एउटा माइन्ड सेट हुन्छ नि स्टार्टअप त एउटा माइन्ड सेट हो होइन जहाँ चाहिँ तपाईँ हुन्छ नि टाइम टु डेलिभरीदेखि लिएर हुन्छ नि मार्केटमा फर्स्ट हुनेदेखि लिएर हुन्छ नि कस्टमरको प्रब्लम सल्भ गर्ने सुरुको माइन्ड सेट चाहिँ एकदम ऱ्यापिड हुन्छ क्या अनि त्यो एनर्जी त्यो भाइब लिनको लागि चाहिँ स्टार्टअपमा काम गर्नु चाहिँ एकदम राम्रो होइन त्यो चाहिँ प्रोजहरू भयो होइन अनि स्टार्टअपमा अरू कुराहरू पनि के हुन्छ भन्दाखेरि तपाईँको रिस्क लिने ह्याबिट चाहिँ फर्म हुन्छ क्या जस्तो तपाईँले सेकेन्ड थर्ड हुन्छ नि ल गर्ने कि नगर्ने भन्ने चाहिँ हुँदैन क्या तपाईँले झ्यापझुप गरेर ल गरिदिउँ न त एक्सपेरिमेन्ट गरेर हेरिदिउँ न त भन्ने टाइपको हुन्छ नि त्यो एनर्जी क्या यसो सेकेन्ड थर्डै हुँदैन मिटिङमा बोल्ने कुराहरूमा पनि टक्क रिस्क टेकिङ बिहेभियर भइ नै हाल्छ क्या अनि त्यो एडाप्टेबिलिटी ब्रेनले ट्याक 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 लिन थाल्छ क्या होइन अनि त्यो कुराहरू चाहिँ तपाईँले एकदम मजाले एक्सपिरियन्स गर्न सक्नुहुन्छ यदि तपाईँलाई लाइफमा स्टार्टअप बिल्ड गर्नु मन छ कुनै एउटा बिजनेस स्टार्ट गर्न मन छ भने स्टार्टअपमा एउटा एक्सपिरियन्स लिनको लागि होइन एकदम रमाइलो एक्सपिरियन्स हुन्छ होइन ग्रोथ चाहिँ एकदम ऱ्यापिड हुन्छ होइन अनि त्यसपछि त्यसको कन्सहरू पनि छ है प्रोजहरू त त्यो भएन एउटा एनर्जी हुन्छ बवाल टिम हुन्छ तपाईँको डिप कनेक्सन हुन्छ तर कन्सहरू चाहिँ भनेको के भन्दाखेरि चाहिँ तपाईँलाई कुनै कुरामा स्टक हुनुभयो भने तपाईँलाई हेल्प गर्ने मान्छे चाहिँ नहुन सक्छ रेस्क्यु गर्ने होइन तपाईँले बब्बाल काम गर्नुपर्ने हुन्छ होइन बर्नआउट हुने चान्सेस एकदम हाई हुन्छ अर्ली फेजमा त रमाइलो हुन्छ होइन सिकिन्छ मजाले तर तपाईँको हुन्छ नि फ्यामिलीहरू छ है अरू हुन्छ नि तपाईँले इमोसनली कसैलाई सपोर्ट गर्नुपर्छ तपाईँको पार्टनर छ भनेपछि चाहिँ अलिकति च्यालेन्जिङ हुनसक्छ किनभने तपाईँ त्यो काम लिएर घरमा पनि पुग्नुहुन्छ क्या होइन बेडसम्म पुग्नुहुन्छ क्या स्टार्टअपमा त्यो चाहिँ कन्स हो होइन अनि त्यसपछि तपाईँलाई हुन्छ नि राइट मेन्टर भेट्नु भएन भने तपाईँको पाथ चाहिँ ऱ्यान्डम हुन्छ नि त्यो इरेगुलर कर्भ पनि हुनसक्छ घरि यता दौडिएछ घरि उता दौडिएछ घरि यो गरेछ घरि त्यो गरेछ होइन अनि एउटा स्ट्रक्चर पेस छैन तपाईँलाई हुन्छ नि लर्न गर्ने कुराहरू छैन हुन्छ नि लर्न गर्ने प्रडक्ट कसरी डेलिभर गर्ने भन्ने हुन्छ म डेप्थमा अन्डरस्ट्यान्ड गर्छु भन्ने हुँदैन काम छ कम ल सकियो यसले प्रब्लम सल्भ गऱ्यो सल्भ गरेँ होइन अनि त्यो चाहिँ हुन्छ होइन अनि त्यसपछि तपाईँको लर्निङ रिसोर्सेसहरू नहुन सक्छ स्टार्टअपसँग तपाईँलाई हुन्छ नि बिग कम्पनीजमा के हुन्छ ओराइलीको होइन प्लेसाइडको होइन अरू कुनै प्रिमियम कोर्सेसहरू किन्ने एउटा हुनसक्छ होइन सपोर्ट गर्ने मेन्टर्सहरू हुनसक्छ होइन तपाईँको ग्रोथको लागि चाहिँ हुन्छ नि एउटा स्ट्रक्चर प्लान हुनसक्छ तर त्यो स्टार्टअपमा चाहिँ नहुनसक्छ होइन अर्ली फेजमा है कुनै स्टार्टअपहरू चाहिँ त्यो एउटा माइन्ड सेट हुन्छ नि त्यो चाहिँ बवाल हुन्छ कुनैको चाहिँ सुरुदेखि नै यस्तो गरौँ होइन पिपुल ओरिएन्टेड उसको चाहिँ स्टार्टअपको चाहिँ होइन हल्का पैसा छ अथवा केही छ बजेट छ भनेपछि त्यो एउटा माइन्ड सेट चाहिँ हुन्छ है स्टार्टअपमा पनि नहुने चाहिँ होइन स्टार्टअपमा केही पनि हुँदैन भन्ने चाहिँ होइन है लर्निङ रिसोर्सेस पनि हुन्छ होइन तर इट डिपेन्ड्स धेरै कम्पनीमा चाहिँ नहुनसक्छ किनभने स्टार्टअपको टार्गेट बजेट हुँदैन एउटा सेल्सको टार्गेट मिट गर्नुपर्ने हुनसक्छ एउटा सेल्स जेनेरेट कस्टमर अक्वायर गर्ने अथवा हुन्छ नि त्यो एउटा टार्गेट हुनसक्छ क्या ब्रेक इभन हान्नुपर्ने एउटा च्यालेन्ज हुनसक्छ क्या स्टार्टअपमा चाहिँ अनि त्यो एउटा कन्स भयो होइन अन्त मेन्टर्सहरू पनि नहुनसक्छ एक्सपर्टहरू नहुनसक्छ अब बर्नआउट हुने चान्सेस होइन एउटा कनेक्सन तपाईँ लस गर्ने फ्यामिलीसँग त्यो कुराहरू चाहिँ स्टार्टअपमा च्यालेन्ज चाहिँ हो होइन भने चाहिँ यसको कन्स तपाईँ कस्तो भन्दाखेरि तपाईँ अर्ली उसमा करियरको अर्ली फेजमा हुनुहुन्छ अनि तपाईँको लुज गर्नुपर्ने केही पनि छैन भने चाहिँ स्टार्टअपमा गएर काम गर्दा हुन्छ है त्यो भाइब लिँदा चाहिँ हुन्छ होइन त्यो एनर्जी हुन्छ नि तपाईँले पहिला पछि गएर कसैलाई गवार्नु पऱ्यो नि त होइन ल मैले यसरी काम गरेको थिएँ यत्रो घन्टा चाहिँ काम गरेको थिएँ भन्नलाई भए पनि तपाईँले हुन्छ नि काम चाहिँ गर्नु पऱ्यो है फेरि गएर हल्लेर म स्टार्टअप हो मलाई स्टार्टअपको माइन्ड सेट छ म बवाल गरिदिन्छु भन्ने तर गर्ने चाहिँ केही नगर्ने प्रोडक्टिभ काम नगर्ने चाहिँ नहो त्यस्तो केस पनि हुनसक्छ है इट डिपेन्ड्स है त तपाईँले डिसाइड गर्नु पऱ्यो त्यो चाहिँ कतिको तपाईँले हुन्छ नि टाइम युटिलाइज गर्नुहुन्छ अनि त्यो चाहिँ पर्सनल म्यानेजमेन्टको कुरा आयो होइन अनि त्यो चाहिँ आफूले म्यानेज गर्ने कुरा भयो तर ठिकै छ होइन त्यो कुराहरू चाहिँ अनि स्टार्टअपको कुरा त गरेँ मैले होइन प्रोज एन्ड कन्स चाहिँ
बिग कम्पनीजको हेरौँ है, बिग कम्पनीजकोमा बिग कम्पनीजकोमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको सबै कुरा स्ट्रक्चर्ड हुन्छ, म्यानेजमेन्ट हुन्छ नि मजाले तपाईँले यो गर्ने हुन्छ नि, तपाईँले एउटा यसरी काम गर्ने भने स्ट्रक्चर भयो हुन्छ, तपाईँभन्दा धेरै सिनियर मान्छेहरू हुनुहुन्छ होइन, अनि मेन्टरसिप अथवा गाइडेन्स पाउने चान्सेस एकदम हाई हुन्छ होइन, अनि त्यहाँ तपाईँले लर्न गर्ने चान्सेस एकदम हाई हुन्छ होइन। त्यो भनेको अरूबाट लर्न गर्ने होइन, तपाईँले स्टार्टअपमा काम गर्नुभयो भने त त्यहाँ त सिकिहाल्नुहुन्छ, आफैले लर्न गर्ने, सेल्फ लर्न गर्ने त तपाईँले त्यहाँबाट सिकिहाल्नुहुन्छ, प्रब्लम सल्भिङ नेचरहरू, रिस्क लिने कुराहरू। तर हुन्छ नि तपाईँलाई इनडेप्थ नलेज लिनु छ भने चाहिँ बिग कम्पनीजमा एकदम स्लो एन्ड स्टेडी पेसमा मजाले सानो एउटा फिचरमा डिगिन गर्दै एभ्री मन्थमा चाहिँ तपाईँले हुन्छ एक्सप्लोर गर्दै होइन, अनि कुनै एउटा एप्लिकेसनको फेज कसरी ग्रो हुन्छ, कसरी स्केल हुन्छ, त्यो लेभलको लार्ज स्केलको एप्लिकेसनहरू बिल्ड गर्ने अथवा त्यहाँबाट केही कुरा लर्न गर्नु छ धेरै टाइमदेखि होइन, हुन्छ नि बिग कम्पनी छ भने अभियसली त्यहाँ प्रडक्ट चाहिँ एकदम लङ रनिङ प्रडक्ट पनि हुनुपर्छ भन्ने चाहिँ एउटा आइडल जम्सन भनौँ न होइन। यदि त्यो छ भने चाहिँ तपाईँले हुन्छ नि सिक्ने चान्सेस चाहिँ एकदम धेरै हुन्छ, तपाईँले मेन्टरसिप पाउने चान्सेस एकदम धेरै हुन्छ, अनि तपाईँले एक्सप्लोर गर्ने चान्सेस एकदमै धेरै पाउनुहुन्छ होइन, अरूबाट हेरेर सिक्नलाई हुन्छ नि, फिडब्याक पाउनेदेखि लिएर करियर गाइडेन्सदेखि लिएर करियर ग्रोथको लागि हेल्प सिक गर्नेदेखि लिएर हुन्छ नि होइन। लर्निङ रिसोर्सेसहरू भयो, लर्निङ रिसोर्सेसहरू तपाईँले मोस्टली किन्नु पर्दैन होइन, त्यो एउटा इन्भेस्टमेन्ट जस्तो, तपाईँले कतै सेमिनारहरू जानु पऱ्यो होइन, पेड कोर्सेसहरू लिनु पऱ्यो, अनि तपाईँलाई हुन्छ नि तपाईँको स्किल डेभलपमेन्टको लागि करियर ग्रोथको लागि चाहिँ तपाईँको केही कुराहरू हुनसक्छ, स्पेसल ट्रेनिङहरू हुनसक्छ होइन। त्यो सबै कुराहरू चाहिँ एउटा बिग कम्पनीजमा हुन्छ होइन। तर त्यहाँ पनि यो त प्रोजहरू भयो होइन, कन्स चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ तपाईँले एउटै फिचरमा काम गरेर वर्षौँसम्म होइन, म अहिले चाहिँ रिसेन्टली एउटै फिचरमा 2 वर्षदेखि काम गरिरहेको छु मैले होइन, त्यस्तो केसेस चाहिँ हुनसक्छ कि तपाईँले एउटै फिचरमा मजाले काम गरिराख्न सक्नुहुन्छ क्या। अब त तपाईँलाई मोनोटोनिक हुनसक्छ होइन, ल किन यार एउटै फिचरमा काम गरिरहेको छु, त्यो पर्सपेक्टिभ छ फेरि त्यहाँ पनि होइन। यस्तो तपाईँको नेचर चाहिँ एकदम डाइनामिक छ, एउटै कुरामा तपाईँ काम गर्न मन पर्दैन, तपाईँलाई त्यस्तो इन्ट्रेस्ट लाग्दैन भनेपछि तपाईँलाई त्यो चाहिँ नहुनसक्छ क्या, रमाइलो नहुनसक्छ, इन्टरटेनिङ नहुनसक्छ, प्लेजेन्ट नहुनसक्छ होइन। तर अर्को थट प्रोसेस भनेको चाहिँ तपाईँलाई हुन्छ नि कुनै प्रडक्टको बिगिनिङदेखि हुन्छ नि धेरै लङ रनमा के पेन पोइन्ट्सहरू आउँछ, के प्रब्लम्सहरू आउँछ, कसरी ग्रो हुन्छ त्यो प्रडक्ट होइन, अनि कस्टमरको सेटिस्फ्याक्सन हामी कसरी इम्प्रुभ गर्छौँ, अनि कस्टमरले के प्रब्लमहरू फेस गर्छ भन्ने कुराहरू, त्यस्तो कुराहरू चाहिँ थाहा पाउनु छ भने चाहिँ लङ रनिङ प्रडक्टमा काम गरेको एकदम राम्रो हो क्या। बिग कम्पनीजमा अपर्च्युनिटी त्यो चान्सेस चाहिँ एकदम हुन्छ क्या त्यसमा चाहिँ होइन। अनि धेरै कुराहरू चाहिँ फाइदा हुन्छ, तपाईँले आफ्नो सेल्फ पेसमा होइन मजाले लर्न गर्न सक्नुहुन्छ होइन, किनभने तपाईँलाई हुन्छ नि काम सघाउनु पर्ने नहुनसक्छ, एउटा कुनै कुराको पर्फर्मेन्स अप्टिमाइज गर्छु भन्दा म भ्याल्यु कुनै क्रिएट गर्न सक्छु भनेपछि तपाईँले मजाले 2-4 वर्ष त्यसमा काम गर्न सक्नुहुन्छ होइन। त्यो एउटा फ्लेक्सिबिलिटी, तपाईँलाई रस चाहिँ नहुनसक्छ क्या त्यसमा चाहिँ, किनभने तपाईँलाई सपोर्ट गर्ने मान्छेहरू अरू नै हुन्छ क्या त्यहाँ होइन, तपाईँ मात्रै एक्लै हुनु हुँदैन क्या, तपाईँको आइडिया भ्यालिडेट गर्नेदेखि लिएर कसैले च्यालेन्ज गर्नेदेखि लिएर होइन, त्यो कुराहरू चाहिँ तपाईँले बिग कम्पनीजमा चाहिँ पाउनुहुन्छ होइन। अनि त्यही हो जब सेफ्टी हुन्छ होइन, अनि तपाईँको बिग कम्पनी छ भने चाहिँ ल भोलि स्यालेरी नआउला कि भन्ने चाहिँ डराउनु पर्दैन होइन। तर स्टार्टअपको केसमा चाहिँ त्यो चान्सेस चाहिँ हुन्छ, किनभने बजेट छैन भनेपछि त च्यालेन्ज भइ नै हाल्यो क्या, अब के गर्ने त, बुझ्ने कि नबुझ्ने होइन, तपाईँ एउटा स्टेक होल्डर त हो, अनि चाहिन्छ मनी होइन, अब बुझ्ने कि नबुझ्ने स्टार्टअपमा त्यो च्यालेन्जेस, फाइनेन्स चाहिँ च्यालेन्ज चाहिँ हुनसक्छ, फेरि कसरी फन्ड गरिएको प्रोजेक्ट हो अथवा स्टार्टअप कस्तो हो त्यो पनि म्याटर गर्छ होइन, कसरी कस्तो भिसीले चाहिँ ब्याक गरेको हो भन्ने कुरा चाहिँ। तर बिग कम्पनीजमा सबै कम्पनी त होइन होइन, त्यो पनि कम्पनीमा डिपेन्ड गर्छ होइन, सबै डिपेन्ड्स होइन। अनि त्यो चाहिँ बिग कम्पनीजमा चाहिँ अस्योरेन्स चाहिँ जबको सेफ्टी चाहिँ होइन, तपाईँले घरमा जब सेफ्टी चाहिँ हुन्छ क्या, अनि घरमा लिएर तपाईँले काम चाहिँ लिएर जानु पर्दैन है त होइन। अझ एउटा ऊ चाहिँ अब त्यो हाम्रो कन्ट्रीमा र यहाँ चाहिँ अलिकति डिफ्रेन्स छ होइन, बाहिर चाहिँ यस्तो युरोपियन कन्ट्रिजहरूमा त तपाईँको हुन्छ नि तपाईँले काम सकिएपछि रिच आउट गर्नु पऱ्यो भने केही गर्नु पऱ्यो भने चाहिँ त्यसको लागि छुट्टै प्रोसिजर हुन्छ होइन। तर हामीले नेपालमा काम गर्दा चाहिँ हामी त्यो काम घरमा पनि लिएर जान्थ्यौँ होइन, त्यो त अब आफ्नो विलिङनेसले गर्दाखेरि होला होइन। अनि
त्यो घरमा चाहिँ काम लिएर चाहिँ जानु पर्दैन क्या। तर स्टार्टअप केसमा चाहिँ अब तपाईँको प्रडक्टले ग्रो नै गरिरहेको छैन, बेबी छ होइन, अब त्यो बेबी मर्न लागिरहेछ भने चाहिँ काम गर्नु पऱ्यो होइन, त्यत्तिकै हेरेर बस्छ लाटुले किरा हेरे जस्तो त हुँदैन होइन। अनि त्यो हिसाबले चाहिँ तपाईँले कन्ट्रिब्युट गर्न मन लागि नै हाल्छ क्या, प्रडक्टलाई कसरी बढाउँ भन्ने नै हुन्छ क्या। तर बिग कम्पनीजमा त्यो कुरा चाहिँ नहुन सक्छ ओके। ल एउटा गोल हुन्छ, टाइमलाइन हुन्छ, अनि त्यो कुरालाई फुलफिल गर्नको लागि चाहिँ जस हल्का फ्लेक्सिबल टाइम चाहिँ हुनसक्छ क्या होइन। त्यो चाहिँ अब प्रोजहरू भयो होइन। कन्स भनेको एकदम हुन्छ नि एउटै फिचरमा स्ट्याग्नेन्ट भएर बस्ने चान्सेस पनि हुनसक्छ होइन। ब्युरोक्रेसी एकदम धेरै हुन्छ, तपाईँले केही कुरा गर्नु पऱ्यो भने जुन स्टार्टअपमा एकदम ऱ्यापिड बेसमा तपाईँलाई हात चिलाइसक्छ क्या। म यो फिचर अब प्रब्लम फिक्स भयो, अब त्यसको डिप्लोयमेन्ट हानिदिउँ न भन्ने भइसक्छ, किन तपाईँसँग कन्ट्रोल हुन्छ, तपाईँ आफै बिल्ड गर्ने हो अनि डिप्लोय पनि आफै गर्ने अनि हेरिदिने हो सिधै होइन। बिग कम्पनीजमा तपाईँको सबैले साइन अफ गर्नु पऱ्यो होइन, त्यो पहिला इन्फर्मेसन लोड गर्नु पऱ्यो, हट फिक्स क्रिएट गर्नु पऱ्यो, अनि त्यसपछि त्यसको चाहिँ कतिको क्रिटिकल छ, अहिले नै पठाउनु पर्ने हो कि होइन भनेर त्यो कुराहरू चाहिँ तपाईँले एनालाइसिस गर्नु पऱ्यो, डिफ्रेन्ट टिमहरूसँग अलाइनमेन्ट मिलाउनु पऱ्यो। अनि त्यसपछि त्यो गर्दा सानो एउटा चेन्जेस पनि जानलाई 2 हप्ता 3 हप्ता जान सक्छ त्यसको लागि चाहिँ हुन्छ नि। अनि त्यो कुरा चाहिँ तपाईँलाई हुन्छ नि यदि मन पर्दैन भने, त्यो पेस चाहिँ मन पर्दैन भनेपछि तपाईँलाई बिग कम्पनी चाहिँ फिट नहुन सक्छ क्या होइन। तर अब त्यही हो, ठुलो टिम भएपछि त्यो कम्युनिकेसन चाहिँ चाहिन्छ नै होइन। यत्तिकै ऱ्यापिड पेसमा कसले के चाहिँ गर्यो थाहा नै नभएपछि ट्र्याक गर्ने प्रायोरिटी नै हुँदैन भनेको। ट्र्याक कसरी गर्ने क्या, कम्युनिकेसन कसरी गर्ने, कस्टमरलाई कसरी कम्युनिकेट गर्ने। अनि ठुलो कम्पनीमा कस्टमरसँग कम्युनिकेट गर्ने कस्टमर सर्भिसको लागि छुट्टै टिम हुन्छ होइन, डेभलपमेन्टको लागि छुट्टै हुन्छ, R&Dको लागि छुट्टै हुन्छ होइन, डिप्लोयमेन्टको लागि डेभअप्स टिम छुट्टै हुन्छ होइन, अपरेसन्सको लागि छुट्टै भयो, सेल्स छुट्टै भयो होइन। त्यो सबै कुरा हुन्छ नि त्यत्रो टिमसँग अलाइनमेन्ट मिलाउनको लागि चाहिँ त्यो च्यालेन्जेस त आइ नै हाल्छ क्या बिग कम्पनीजमा चाहिँ होइन। अनि त्यो हिसाबले चाहिँ एकदम स्लो एन्ड स्टेडी पेसमा तपाईँले हुन्छ नि करियर गर्ने, तपाईँलाई त्यस्तो खाले माइन्डसेटको मान्छे हो भने चाहिँ बिग कम्पनी चाहिँ रमाइलो हुनसक्छ होइन। यसो अब फेरि बिग कम्पनीजहरूमा पनि त्यो R&D टिमहरू चाहिँ हुन्छ होइन, R&D टिम हुन्छ, अनि त्यसले चाहिँ हुन्छ नि स्टार्टअप जस्तो कल्चरमा काम गर्ने हुन्छ होइन। यदि त्यस्तो भेट्नुभयो भने चाहिँ त्यो चाहिँ अझै रमाइलो होइन। यस्तै स्टार्टअप इन्क्युबेट गरेको पनि हुन्छ ठुलो कम्पनीजहरूले होइन। त्यस्तो खाले माइन्डसेट बिल्ड गर्नुभयो भने चाहिँ, अथवा त्यस्तो प्रोजेक्टमा काम गर्न पाउनु भयो भने त बिग कम्पनीजमा पनि स्टार्टअप जस्तो त्यो हुन्छ नि माइन्डसेट, एनर्जी होइन, ऱ्यापिड पेस, त्यो चाहिँ तपाईँले त्यहाँ पनि पाउन सक्नुहुन्छ है होइन। अनि त्यही हो च्यालेन्जेसहरू, प्रोज एन्ड कन्सहरू छ दुवै उसमा चाहिँ कम्पनीजमा। अनि त्यसपछि तपाईँले चाहिँ हुन्छ नि कुन चाहिँमा स्टार्ट गर्दा हुन्छ भनेर भन्नुहुन्छ भनेपछि, तपाईँ अर्ली स्टेजमा करियर स्टार्ट गर्दै हुन्छ भने स्टार्टअपमा तपाईँले जानुहोस्, सिकेर आउनुहोस् होइन, 2-3 वर्ष काम गर्नुहोस्, अनि त्यसपछि बिग कम्पनीज पनि ट्राई गर्नुहोस्। अनि त्यसपछि तपाईँले डिसाइड गर्नुहोस् तपाईँलाई कुन चाहिँ म्याच हुन्छ, तपाईँ कस्तो खाले पर्सना हो, तपाईँ ऱ्यापिड पेस मन पराउने मान्छे हो कि एकदम रिस्क लिन खालि खोज्ने मान्छे हो कि स्लो एन्ड स्टेडी वेमा डिपली रिसर्च गरेर मजाले प्रडक्ट बिल्ड गर्ने मान्छे हो, कस्तो खाले, तपाईँलाई सेफ्टी चाहिन्छ कि साइकोलोजिकल सेफ्टी चाहिन्छ कि एउटा सेफ स्पेसमा काम गर्न चाहनुहुन्छ कि होइन, त्यो कस्तो खाले नेचर हो तपाईँले आइडेन्टिफाई गर्न सक्नुहुन्छ क्या होइन। अनि मेरो सजेसन चाहिँ के हो भन्दाखेरि, मेरो करियर ट्राजेक्टरी हेर्दाखेरि चाहिँ मैले चाहिँ सानो कम्पनीबाट स्टार्ट गरेँ, अनि ठुलो कम्पनी, सानो कम्पनी ठुलो कम्पनी, त्यो चाहिँ भइरहेछ। अनि यसरी सफल गर्दा पनि रमाइलो हुन्छ होइन। तपाईँ कस्तो खाले मान्छे हो त्यो आइडेन्टिफाई गर्नको लागि चाहिँ, आफ्नो पेस उ गर्नको लागि चाहिँ तपाईँलाई रमाइलो हुन्छ होइन। यस्तो कहिले कस्तो तपाईँले हुन्छ नि आफूलाई एकदम लो फिल गर्ने चान्सेस पनि हुन्छ। जस्तो स्टार्टअपमा तपाईँ हुन्छ नि एउटा लिड पोजिसनमा हुनुहुन्थ्यो, अनि त्यसपछि बिग कम्पनीजमा तपाईँलाई त्यो अपर्च्युनिटी नहुनसक्छ किनभने तपाईँभन्दा धेरै सिनियर हुन्छ होइन। अनि प्रमोसन हुने चान्सेस पनि एकदम त्यो भ्याल्यु क्रिएट गर्नलाई हुन्छ नि तपाईँ धेरै पछाडि पनि हुनसक्छ कि त्यो एउटा लेयर हुन्छ नि त। अनि धेरै मान्छे भएपछि त्यहाँ च्यालेन्जेसहरू अभियसली हुन्छ होइन। तपाईँले हाइली भ्यालुएबल काम गर्नुभएको छ भने पनि तपाईँलाई त्यहाँसम्म पुग्नलाई टाइम लाग्न सक्छ त्यो लेयर आर्किटेक्चरले गर्दाखेरि बिग कम्पनीजमा होइन। अनि त्यो चाहिँ तपाईँले हुन्छ नि कहिले स्टार्टअप कहिले बिग कम्पनीज त्यो हुन्छ नि त्यसरी जानुभयो भने पनि तपाईँलाई चाहिँ राम्रै छ होइन। सधैँ स्टार्टअपमा काम गरेर बिग कम्पनीजमा काम गर्नुभयो भने पनि राम्रै नै हो होइन। सधैँ नै स्टार्टअप गर्नुभयो भने पनि राम्रै हो। तपाईँको आफ्नो पर्सनल अनुसारले चाहिँ, आफ्नो क्यारेक्टरिस्टिक्स अनुसारले चाहिँ चुज गर्दाखेरि चाहिँ तपाईँलाई फ्रुटफुल चाहिँ हुनसक्छ। फेरि
हार्ड एन्ड फास्ट रुल चाहिँ के पनि छैन होइन। सबैको आफ्नो आफ्नो पर्सनल जर्नी हुन्छ अनि यसमा काम गरे पनि त्यसमा काम गरे पनि सबैको एक्सपिरियन्स चाहिँ फरक हुनसक्छ क्या। फेरि बिग कम्पनीजमा कसैको एक्सपिरियन्स फरक हुनसक्छ होइन। स्टार्टअपमा कसैको एकदम बोरिङ टास्क हुनसक्छ होइन। कहिले ग्रोथै नहुने पनि हुनसक्छ क्या। अनि कहिले कनेक्सनै नहुने पनि हुनसक्छ होइन। एक्सपिरियन्स हो, जर्नी हो होइन। तपाईँले कसरी लिनुभयो अनि त्यो भएर हुन्छ नि तपाईँको आफ्नो पर्सनल अनुसारले चाहिँ तपाईँ कहाँ ग्रो गर्नुभएको छ कि छैन, देन चाहिँ त्यो हो क्या। तपाईँ ग्रो गर्नुभएको छ कि छैन त, कुन वेमा ग्रो गर्न चाहनुहुन्छ, एकदम ऱ्यापिड पेसमा ग्रो गर्न चाहनुहुन्छ कि स्लो एन्ड स्टेडी पेसमा होइन। म एकछिन ब्रेक लिँदै बिस्तारै गर्छु होइन होइन। अनि त्यसपछि म टिमलाई ट्रेन गर्छु वा गर्दिनँ, म सिक्छु पहिला अरूबाट भन्ने त्यस्तो खाले तपाईँको करियरको अथवा हुन्छ नि। तपाईँ कुन फेजमा हुनुहुन्छ, फेजेस अफ लाइफ कुन चाहिँ हुन्छ नि त्यो हेरेर हुन्छ नि। तपाईँ एकदम सेटल फेजमा हुनुहुन्छ कि फ्यामिलीहरूसँग हुनुहुन्छ कि होइन। फ्यामिली छ भनेपछि ओके धेरै रिस्क लिएर पनि नहुनसक्छ होइन। अनि बच्चाहरूको तपाईँले हुन्छ नि एक्सपेन्सेस कभर गर्नुपर्ने हुनसक्छ, तपाईँको फ्यामिलीको एक्सपेन्सेस कभर गर्नुपर्ने हुनसक्छ। त्यो सबै कुरा कन्सिडर गरेर होइन तपाईँले चाहिँ आफ्नो केसमा चाहिँ के म्याच हुन्छ त्यो चाहिँ डिसाइड गर्नु पऱ्यो होइन। कसैको एउटा कसैलाई केही कुरा म्याच हुन्छ, कसैलाई केही कुरा म्याच हुन्छ। अनि युनिक एक्सपिरियन्स हो अनि सबैको एउटा एक्सपिरियन्स हुँदैन होइन। अनि एट द एन्ड चाहिँ मैले तपाईँलाई तपाईँको केस अनुसारले चाहिँ आइडेन्टिफाई गर्नुहोस् होइन। अनि रङ र राइट भन्ने कुरा केही पनि होइन, सबै रिलेटिभ हो होइन। जस्तो तपाईँको पास्टमा चाहिँ केही कुरा चाहिँ रङ भएको थियो भने अहिले त्यो कुरा चाहिँ राइट पनि हुनसक्छ। त्यही नै कुरा चाहिँ रिलेटिभ हो, कन्टेक्स्ट होइन। तपाईँको टाइम अनुसारले, तपाईँको सिचुएसन अनुसारले, इन्भाइरोमेन्ट अनुसारले भेरियस फ्याक्टर्सहरू हुन्छ। अनि राइट र रङ भन्ने कुरा केही पनि हुँदैन। एउटा एक्सपिरियन्स हो, एक्सपिरियन्स गेन गर्नुहोस्, खाली नबस्नुहोस् होइन। केही कुरा स्टार्ट गर्नुहोस्, केही न केही स्टार्ट गर्नुहोस्। एटलिस्ट त्यहाँ गएर हुन्छ नि चुप्प लाएर बस्न सिक्नु पनि एकदम राम्रो हो होइन। एकदम तपाईँ गुड लिसनर भएर निस्किनुहुन्छ होइन। अनि त्यस्तो कुराहरू सिक्नको लागि पनि कुनै पनि एक्सपिरियन्स नराम्रो चाहिँ हुँदैन क्या। तपाईँले त्यहाँ गएर कामै पाउनु भएन, स्टार्टअपमा तपाईँलाई कसैले भ्याल्यु नै गरेन अथवा बिग कम्पनीमा तपाईँलाई पनि भ्याल्यु नै गरेन भने पनि तपाईँले त्यो भ्याल्यु कसरी ड्राइभ गर्ने, कसरी त्यो भ्याल्यु क्रिएट गर्ने भन्ने कुरा सिक्नुहुन्छ नि त। अनि त्यो हिसाबले चाहिँ जे पनि चुज गर्दाखेरि हुन्छ नि आफ्नो डोमेन रिलेटेड होइन, त्यो आफ्नो डोमेन अनरिलेटेड कुराहरू गर्दा पनि केही फरक पर्दैन। एउटा एक्सपिरियन्स लिने हो अनि त्यहाँबाट लेसन लर्न गरेर तपाईँलाई के चाहिन्छ, किनभने त्यसले तपाईँलाई हेल्प गरेको हुन्छ क्या। तपाईँलाई वाट डु यु वान्ट भनेर आइडेन्टिफाई गर्नको लागि क्या, त्यो फिल्टर आउट गर्नको लागि क्या। होइन तपाईँले हसल गर्नुहुन्छ त्यसपछि ए मलाई यो हसल चाहिँ नचाहिने रहेछ, मैले चाहिँ मेरो ट्रु कलिङ के हो अथवा म त्यहाँ एक्सप्लोर गर्छु भन्ने आइडेन्टिफाई गर्नको लागि सबैले एउटा एउटा त्यहाँ चाहिँ तपाईँलाई कन्ट्रिब्युट गरेर हुन्छ कि स्मल स्टेप्सहरू कन्ट्रिब्युट गरेर हुन्छ होइन। अनि त्यो भएर चाहिँ आई लेट यु डिसाइड है त।